हेलो नमस्ते एन्ड सेवा हजुरहरुमा आई होप हजुरहरु सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु। आज चाहिँ तपाईहरुको सामु एकदमै नयाँ है अर्ग्यानिक गाउँघरमा पाउने लिम्बू भाषामा भन्ने गर्छ माङदक माङदक भन्ने सायद तपाईहरुले सुन्नु भएको छैन होला र हाम्रो पर्वतीय भाषामा भन्छ यसलाई ढाडो। यसलाई तपाईले कसरी बनाएर खान सक्नुहुन्छ है कसरी बनाउनु हुन्छ तपाईहरुको हैन हाम्रो चाहिँ यस्तै तरिकाले बनाउने गरिन्छ। यदि तपाईहरुले पनि बनाउन आउँदैन र बनाएर खान मन छ भने यो भिडियो अन्तिमसम्म हेर्नुस् है त। ओह माय गॉड। यदि भिडियो मन परेमा लाइक अनि सब्स्क्राइब अनि कमेन्ट पनि गर्न नबिर्सिनु होला है त साथी हो। अच्छा यो अनि मान्छे नै हल्लिनु पर्छ मान्छे नाच्नु पर्छ त अरू भन्दा पन्यौ चाहिँ भएन क्या कन्ती पनि नाचेको छ मान्छे पनि नाचेको छ। बिस्तारी चुप्पा के गर्छ अरे हेरेको त ढेँडो क्या ढेँडो ढेँडो होइन हौ ए ढेँडो क्या अनि अघि त ढेँडो यसरी बनाउँछ हो तपाईँ पनि आउँदो रहेछ त नि तपाईँ पनि आउँछ औकात की बात मत करियो मैं तो करोड़पति इंसान हूँ। अच्छा हजार गाउँमा हुर्केको केटो हो नि त हो ए त्यही भएर आएको यस्तो गर्नु तपाईँको ड्युटी जाने बेला भइसक्यो पाक्दैन पाक्ने रहेछ त्यस्तै हैन यस्तो चलाउन सकिन्छ पाक्यो भने के तर यो चलाउने भएन क्या हेर ग्यास चुलो पनि हल्लेको छ कुकर कन्ती सबै नाचेको छ मान्छे पनि नाचेको छ हाँसेर मार्यो भाइरल कतिवटा सिटी लागिरहेको धेरै पकाउने अनुहार त्यो ग्लोभ्स एउटा दिन त मलाई पैसा चिन्नुहुन्छ चिन्नुहुन्छ अनि कस्तो कस्तो हुन्छ त 5 को चिन्छु 10 को चिन्छु 50 को चिन्छु 100 को चिन्छु 1 को चिन्छु के अरे के खाएको यो त्यो ढेँडो एकदम हाम्रो परेसा बारीमा फलेको ढेँडो हो। यो साग अनि यो चाहिँ घिउ मम्मीले पठाएको घिउ अनि यो मम्मीले पठाएको आटा अनि यो मम्मी झोलसँग खाएको यो त ढेँडो खाँदै ढेँडो भन्दै खाँदैछ आटालाई आटाको के भन्छ ढेँडोलाई ढेँडो हाल्यो करेसो बारेमा कहीँ फल्छ यस्तो मिठो भयो घिचो रहेछ म पनि अब घिचुवा नै हो घिचुवाको सन्तान घिचुवा ल मिठो भयो आज अनि कति छिटो सघाउनु भएको मिठो लाग्छ ल बाई बाई गाइज।